सबैले आइपिओ खुल्यो, आइपिओ भर भन्छन्। तर यो आइपिओ भर्दा हामीले खासमा के किनेको हो त? मानौ एउटा एकदमै ठुलो हाइड्रो पावर वा ब्याङ्क छ। त्यो कम्पनीको भ्यालु करोडौँ पर्छ। त्यो कम्पनीले आफ्नो पुरै सम्पत्तिलाई एउटा ठुलो पिज्जा जस्तै लाखौं साना टुक्राहरूमा बाँड्छ। हो, त्यही सानो टुक्रा अर्थात् सेयर पहिलो पटक सर्वसाधारणलाई बेच्न ल्याउनु नै आइपिओ हो। तपाईले 1000 रुपैयाँ तिरेर 10 वटा टुक्रा किन्नुहुन्छ। अब तपाई पनि त्यो ठुलो कम्पनीको मिनी मालिक बन्नुभयो। भोलि त्यो कम्पनीले नाफा कमाउँदा तपाईको शेयरको भाउ पनि बढ्छ छ। भनेपछि आइपिओ भनेको 1000 रुपैयाँमै ठुलो कम्पनीको मालिक बन्ने मौका रहेछ। यस्तै कुरा बुझ्न लाइक, फलो गर्नुस्।